नमस्कार, आज हामी बल्खुबाट वीरगञ्जतिरको यात्रा तय गर्दैछौँ। यहाँ नेपाल प्रहरीको सुरक्षा चेकजाँच पछाडि हामी अगाडि बढ्दैछौँ। बाटो साँघुरो र घुमौरो भएको कारणले हामी आरामसँग दक्षिणकालीको बाटो हुँदै यात्रालाई अगाडि बढाउँदैछौँ। अगाडिका दृश्यहरू, मनमोहक दृश्यहरू देखेर हामी खुसीले रमाइरहेका छौँ। यो दृश्य देखिरहनु भएको छ दक्षिणकाली नजिकै रहेको शेष नारायण मन्दिर हो। हुँदै हामी अगाडि बढिरहेका छौँ। गुरुजीले पनि आफ्नो ड्राइभिङलाई बिस्तारै कुदाइरहनु भएको छ। सिस्नेरी भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ हल्का दिसा पिसाब गर्ने, हल्का हुने, चिया नास्ता गर्न। लक्ष्मणजी आरामै आइपुग्नु भएको छैन? आरामै आइपुग्नु भएको छैन अहिलेसम्म? सिस्नेरी आइपुग्यो। सिस्नेरी हो, त्यहाँनिर सिस्नेरी लेखिरहेको। यहाँ काउली पनि यस्तो मजाको काउली जस्तो लिने हो एउटा काउली। यो के हो? रायोको साग है? सुन्तला। सिस्नेरी खोला, सिस्नेरी भन्ज्याङ। अब यहाँबाट हामी हेटौँडातर्फको यात्रा सुरु गर्नेछौँ। यहाँ नेपाल प्रहरीको प्रहरी बिट छ। केही गाह्रो साह्रो परेमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी यहाँ चाहिँ हल्का टोइलेटमा अथवा चिया खानको लागि चाहिँ यतातिर मजाको डाँडाहरू यता पनि मजाको डाँडाहरू देखेको छ। मौसम एकदम रमाइलो छ। अब हामी चिया खाएर अगाडिको यात्रा तय गर्नेछौँ। ओके, अब हामी यहाँ खाना खान ओर्लिँदैछौँ। यो ठाउँको नाम हो देउराली। ओके, यो देउरालीको होटेल सिम खोला भन्ने ठाउँमा पछि अब हामी खाना गर्दैछौँ। Let's go. Come on, baby. Follow me. Ayo, देउराली होटेलमा, सिमखोला देउराली होटेलमा अब यात्रा हाम्रो हुनेछ। हेटौँडा टु वीरगञ्ज, है त? Yes. Come on, let's go. Okay. यो बाटोबाट यात्रा गर्दाखेरि यात्राभरि यस्ता मनमोहक दृश्यहरूले हजुरहरू सबैलाई लोभ्याउनेछ। डाँडा काँडा, हिमाल, परबाट देखिने बादलहरू, घुमौरो बाटो अनि गाडीमा बजिरहेको सुमधुर सङ्गीत, यसले हजुरको यात्रालाई सुमधुर अनि रमाइलो बनाइदिनेछ। अब हामी मकवानपुर जिल्लाको भीमफेदी बजारमा आइपुगेका छौँ। यो देखिरहेका घरहरू यो भीमफेदी बजार हो। यो चाहिँ मकवानपुर जिल्लाको पुरानो सदरमुकाम पनि हो। पछि यो सदरमुकाम चेन्ज भएर हेटौँडा बजारमा सारिएको छ। अब केही छिनको यात्रा पछि हामी हेटौँडा बजार पुग्नेछौँ। यहाँबाट हेटौँडा बजार सुरुवात हुन्छ। यो अशोकको रुख देख्ने बित्तिकै हेटौँडा बजार सुरु भएको थाहा हुन्छ। सडकको दुवै किनारामा अशोकको रुखहरू लगाइएको छ। तर लास्ट टाइम मन्त्री कुलमान घिसिङज्यूले सडक वरिपरिका मापदण्ड विपरीतका घरहरू भत्काउँदाखेरि यो अशोकको रुखहरू पनि ढलेर नष्ट भएका छन्। धेरै वरिपरिका बिल्डिङहरू पनि गिराउनु भएको छ। त्यही भएर अहिले पहिला जस्तो रमणीय देखिएको छैन। आशा गरौँ यो सबै बनिसकेपछि हेटौँडा अहिलेभन्दा झन राम्रो हुनेछ। हेटौँडा कटिसकेपछि अब हामी वीरगञ्जको लागि यात्रा तय गर्दैछौँ। यो 4 कोसे झाडीको बीच चुरियामाई हुँदै हामी वीरगञ्जतिर हिँडिरहेका छौँ।
फाइनली वी रिच वीरगन्ज। यो वीरगन्ज सहर हो। टाँगा देख्यौँ, मयूरी देख्यौँ, अब हामी घण्टाघर पनि देख्नेछौँ। यो वीरगन्जको वान अफ द फेमस टावर हो। यो बाटो भएर नेपालको अन्तिम नाका रक्सोल बोर्डरसम्म जान सक्नेछौँ। यो अगाडि देखिरहनु भएको स्मारक छ, यो नेपालतर्फको स्मारक हो। यहाँबाट केही मिनट अगाडि बढिसकेपछि एउटा ब्रिज आउँछ। यो ब्रिज अगाडि ब्रिज देखिरहनु भएको छ। यो ब्रिज उतापट्टि इन्डिया, ब्रिज यतापट्टि नेपाल। अनि यहाँबाट सबैजना रक्सोलमा चाहिँ किनमेल गर्नका लागि, सामानहरू किनमेल गर्नको लागि उतातिर जाने गर्छन्। हामी पनि हल्का किनमेल गर्ने अथवा घुमघाम गर्नको लागि अगाडि बढ्ने कोसिस गर्दैछौँ। कहाँ गएर आएकी तिमी? अहिले इन्डियामा छु। ओके, कहाँ जाँदैछौ अब? अब म नेपाल जाँदैछु। हेर्न सक्नुहुन्छ इन्डिया र नेपालको गेट, इन्डियाको गेट। Thank you and bye-bye for today.